भाइले लिड दियो एमाले भोट माग्न आयो एमाले भोट माग्न आयो मलाई यो यस्तो मन परिरहेको छ हैन अनि अस्तिदेखि मेरो फिडभरि यही आएको छ के यति बेसी हेरिसकेँ मैले यो भिडियोजहरु तर मैले बुझिन के मलाई कसैले बुझाइदेऊ न यार यो मैले बुझे अनुसार चाहिँ त्यही एउटा लोकदोरी जस्तै एउटा भाका हुन्छ त्यही भाकाको अराउन्डमा गाइरहेछ अनि एकजना लिड हुन्छ अनि त्यो लिडले जे भनेको छ त्यही पक्रेर त्यसलाई रिपिट गरिरहेको जस्तो लाग्छ तर फेरि अचानक उनीहरूले बिबिचमा अर्कै वर्डहरु अर्कै सेन्टेन्सहरु थपिदिन्छ त्यो कहाँबाट आइरहेछ के जस्तै कि फेरि फर्स्टदेखि हेरौँ ल सँगै गाउन चाहिँ ट्राई गर्छु ल भाइले लिड दियो एमाले भोट माग्न आयो एमाले भोट माग्न आयो लिड पाएँ मैले चप्पल खोली ठोक्ने हाइके हैजिरा फोले के आइके मैले बुझेँ अब यो बाले लिड दिनुभयो है तर यति सानो आवाजमा भन्नुभयो अनि एकजना मान्छेलाई मात्रै भन्नुभयो अनि तर सबै हो त्यत्रो 20-25 जनाले कसै गाए मैले त बोलेकै छैन मैले त बोलेकै छैन दर्शन दिएको ए दर्शन दिएको हो है के हैजिरा पुलेको छैन गोली पिएको हो है के अब चाहिँ ए गोली पिएको हो है के हैजिरा पुगेको खै के भन्छ अनि भनेन नि त फेरि अहिले त गोली पिएको हो है के हैजिरा पुगेको खै के भन्नु भने नि त यो भाइदेखिको त्यो बाजेसम्मको डिस्टेन्स त नजिकै छ अनि यिनीहरू सबैजना सँगै गाइरहेछ भने चाहिँ अचानक यहाँ कसरी लिड चेन्ज भयो अहिले जे भनिरहेछ यो कहाँबाट आयो कि यो भाइले यता लिड दिएको थियो कस्तो कन्फ्युजिङ के र पनि लास्ट दामी चाहिँ हेर्नु ल उताबाट आयो क्या आवाज नै बुझिसक्यो मलाई एकदम रमाइलो लागिरहेछ हैन तिमीले हेरेको छैनौ भने फेसबुकमा एकजना निरपा भन्ने मान्छे हुनुहुँदो रहेछ उहाँले सबै यस्तो भिडियोजहरु हाल्नुहुँदो रहेछ एकदम रमाइलो भिडियोजहरु छ गरे हेरिदिनु